आइतबार युए विरुद्ध खेल्न लागेको नेपाल टिमका लागि शीर्ष 3 भित्र पर्नको लागि जित निकै नै महत्त्वपूर्ण हुनेछ। युए र नेपाल टिम समूह चरणमा 100% जित निकाल्दै दोस्रो चरण अर्थात् सुपर 6 मा प्रवेश गरिसकेका छन्। दुवै टिमको हेड टु हेड नेपाल टिमको रणनीति प्लेइङ 11 मा कुन खेलाडीहरू समाहित हुन सक्छन् त्यो सम्बन्धी सम्पूर्ण अपडेट रहनेछ। अवश्य पनि भिडियो मन परेमा लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक सब्स्क्राइब गरी हामीसँग जोडिन सक्नुहुनेछ। सुपर 6 का खेलहरू यस प्रकार रहनेछन्। ग्रुप बी बाट गएको नेपाल टिम ओमान, युए, कतार र समाउसँग प्रतिस्पर्धा गर्नेछ। सुपर 6 मा ग्रुप ए बाट कतार र युएको टिमले पुग्दा नेपाल र जापानको टिम ग्रुप बी बाट प्रवेश गरेका थिए। ग्रुप सी बाट समाउ र ओमानको टिम सुपर 6 मा प्रवेश गर्न सफल भएका हुन्। नेपाल टिमले सुपर 6 मा क्रमशः सुपर 6 को पहिलो खेल नेपाल टिमले 12 अगस्त बेलुकी 4:15 मा युएसँग प्रतिस्पर्धा गर्दैछ। समाचारमा कुवेत र जापानको टिमलाई जितेर आएको नेपाल टिम युएको टिम मलेसिया र कतारको टिमलाई पराजित गर्दै सुपर 6 मा प्रवेश गरेको हो। युए र नेपालको हेड टु हेडको कुरा गर्ने भनेदेखि अहिलेसम्म खेलिएका 10 खेल मध्ये दुवै टिम लगभग बराबरी अर्थात् 5-5 खेलमा जित हासिल गर्न सफल भएका छन्। सुपर 6 मा नेपाल, ओमान र युएको टिमको समान 2-2 अङ्क रहे पनि बीको टिमको 1+07 रन रेटका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा नेपाल टिम 0.783 रन रेटका साथ दोस्रो स्थानमा रहँदा युएको टिम तेस्रो स्थानमा रहेको छ। यी तीनै टोलीहरूको सम्भावना टी20 एसिया स्तरीय विश्वकप छनौटमा छनौट हुने सम्भावना उच्च रहे पनि अन्य टिमहरूलाई पनि कमजोर आकलन गर्नु मूर्खता साबित हुनेछ। पान, समाउ जस्ता उदयमान टिमहरू शानदार किसिमको प्रदर्शन गर्दै आफूलाई अब्बल साबित गरी सुपर 6 मा प्रवेश गरिरहँदा अन्य टिमहरूलाई पनि अप्ठ्यारो अवश्य पनि हुनेछ। सुपर 6 मा नेपाल टिमले 12 अक्टोबरमा युएसँग प्रतिस्पर्धा गर्दा 13 अक्टोबरमा नेपाल टिम कतारसँग प्रतिस्पर्धा गर्दैछ। 15 अक्टोबरमा ओमानसँग खेलिरहेको नेपाल टिम अन्तिममा समाउसँग 17 अक्टोबरमा खेल्ने कार्यतालिका रहेको छ। युए सामु ब्याटिङमा निकै नै फस्दै आएको नेपाल टिमले आफ्नो ब्याटिङमा सुधार गर्नुका साथै आदिल आलम अन्सारीलाई टिममा सामेल गर्न सक्ने सम्भावना प्रबल देखिरहेका छौं। सुपर 6 अन्तर्गत 2 खेल मात्र पनि जिते नेपाल टिम अर्को चरण अर्थात् विश्वकपका लागि छनौट हुनेछ। नेपाल टिमले आफ्नो ब्याटिङमा जुन किसिमको समस्या आइरहेको छ ओपनिङ ब्याटिङलाई निकै नै सुधार गर्नुका साथै मध्यक्रममा साझेदारीहरू पनप्न सकिरहेको छैन त्यसलाई सुधार गर्नुका साथै फिल्डिङमा शानदार किसिमको चुस्ती देखाइरहेको नेपाल टिमले बलिङमा पनि केही लगामहरू लगाउनु पर्ने आवश्यक देखिरहेका छौं। जापान विरुद्ध खेलेको खेलमा 13 वटा एक्स्ट्रा रन दिएको नेपाल टिम अब भने त्यस्ता किसिमका गल्तीहरू नदोहोर्याउनको लागि लाइन एन्ड लेन्थमा बलिङ गर्नुपर्ने निकै नै आवश्यक देखिरहेका छौं। ब्याटिङको कुरा गर्दाखेरि ओपनर ब्याट्सम्यान आसिफ र कुशल भोटेलले कम्तीमा पनि 5 देखि 6 ओभरसम्म टिकेर खेल्नुपर्ने, मध्यक्रमका ब्याट्सम्यानहरूले जुन दोस्रो पावर प्ले रहने गर्छ 6 देखि 16 सम्मको पावर प्लेमा 10 ओभरमा टिकेर साझेदारीहरू अगाडि बढाउनु पर्ने आवश्यक देखिरहेका छौं। अन्तिमको 4 ओभरमा नेपाली खेलाडीले खुलेर खेल्न सक्छन् अथवा हार्ड हिटहरू गर्दै विपक्षी टिमहरूमाथि हावी हुन सक्छ नेपाल टिम। युए र नेपाल टिमको कुरा गर्दाखेरि दुवै चिर प्रतिद्वन्दी हुनुका साथै एकअर्कामाथि सधैँ हावी हुँदै आएका टिमहरू समेत रहेका छन्। यसैले नेपाल टिमका लागि ऐतिहासिक रूपमा तेस्रो पटक टी20 एसिया स्तरीय विश्वकप छनौटमा छनौट हुने सुवर्ण अवसर रहँदा नेपाली खेलाडीहरूका साथसाथै दर्शक, कोच सबै देश विदेशमा रहेका समर्थकहरू एकदमै उत्साहित समेत रहेका छन्। हुन पनि नेपाली समर्थकहरू उर्लिराखेका छन्। नेपाली क्रिकेटलाई हौसला बढाउनको लागि समर्थकहरूले आफ्नो निकै नै मेहनतहरू समेत गरिराखेका छन्। ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै विधामा उत्कृष्ट किसिमको बलिङ गर्नुका साथै टिमलाई दबाव बनाउनको लागि दर्शकहरूको पनि निकै नै ठूलो महत्त्व हामीले देखिरहेका छौं। योभन्दा अघि भएको एसिया कप छनौटमा पनि नेपाल टिमले शानदार किसिमको प्रदर्शन गर्दै युएको टिमलाई नै पराजित गर्दै आफ्नो पहिलो पटक एसिया कप यात्रा तय गर्न सफल भएको थियो। विगतका गल्तीहरूलाई सुधार्दै शानदार किसिमको नेपाल टिमले प्रदर्शन गरोस् यही नेपाल टिमलाई शुभकामना रहेको छ। खेलकुद र क्रिकेट सम्बन्धी यस्तै ताजा र ब्रेकिङ अपडेटका साथ उपस्थित हुनेछौं। लाइक र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने एक सब्स्क्राइब गरी हामीसँग अवश्य जोडिनुहोला।